तैँले एउटा समाजमा बसेर यसरी आफ्नै छिमेकीलाई यसरी दुःख दिने मनमा चोट पुग्ने कुरा त गर्नु भएन नि। तँ पनि बुझ्ने मान्छे भोलि यो समस्या तेरो घरमा आयो भने तँलाई पनि त्यसरी हेर्छ्यायो भने तँलाई दुःख लाग्दैन? डॉक्टर बनेको है तँलाई हिगाउन आएर बसेर कुरा गरौँ, बसेर कुरा गरौँ। आखिर त्यो जेल पछि पहले क्या मेरा चेलाले बोल्नु जो त्यसले अरे खाना अहिले किन आइस फेरि मेरो छोरीले उपचार गर्दाखेरि त किन आइस? अब उपचार गर्थे भने गत्तु हो तेरो छोरालाई गर भन्नुहोस् त। मेरो चेला भएर बगेन्द्र भइसकेको छ। धेरै कुरा नगर। अब उसलाई माफी माग। तैँले गलत भने एउटा समाजमा चाहिने मान्छे भोलि मर्दा पर्दा चाहिने भनेको छिमेकी हो। तैँले त्यस्तो कुरा गरेर हुन्छ? अब मर्दा पर्दा चाहिने भए काठमाडौँ जा घर जा त। साथ तेरो काम छैन त, जा घर जा। घर जा काम छैन तेरो। केही डॉक्टर वगैरह मैंने देखा कुर्सी न लगा है। आज आखिर मेरा चेला कब लग दिन बोला दिन बल्लू जो थियो भने मैले चेला नोन बर्थडे अरे और ले आता हूं। काका हजुर धेरै पिर नगर्नुहोस्, खास कुरा के रहेछ फोन गरेर बुझाउँला अनि थाहा हुन्छ। हजुरले धेरै चिन्ता लिनु पर्दैन है। हुन्छ छोरी। हे देवी, भगवानले हालेको चोट सबैले सहनै पर्छ। अब जे हुनु भइहाल्यो, अब टेन्सन गरेर के हुन्छ? अब हामी सबै घरतिर लगाउँ, तिमीहरू पनि घर जाऊ। अब जयमललाई यसो भेट्न जाने पनि मेसो मिलाउनु पर्यो। जे भए पनि आफ्नो छोरो, अब एकचोटि बुझाउ न त के भएछ। हुन्छ, तर म दुइटै यसो टाइम मिलाएर दुइटै जाउँला बरु। हुन्छ, अहिले चाहिँ घरतिर लगाऊ, तिमीहरू पनि घर जाऊ। हुन्छ, म साँझतिर आउला म तिमीहरूको घरतिर। हुन्छ, धेरै सोच्ने होइन। हुन्छ, मजाले घर जाने। ल म पनि लाएँ। ल छोरी घर जाऊ। अब डाक्टर भएर पनि ठिकै गरिस्, अब नाम राखिस्, ठिकै गरिस्। ल जयमल लागु पदार्थ सेवनको जिन्दगीभर यो हड्डी पिटेर उसको सपना भनेर उसलाई सहर पठायौँ, वकिल पढ्न लगायौँ, मल्लो खेतबारी बेच्यौँ, सबबाट ऋण गाड्यौँ। एउटा छोरो पनि कुलाइन लागेर आज समाजको अगाडि यो अनुहार देखाउनै नहुने बनाइदियो छोरोले। अब मर्नु बाहेक अन्य केही विकल्प देखिरहेको छैन बुढी। अब बाँचेर पनि के नि साध्य छोरो बुढो। जिन्दगीको एउटै छोरो सहारा पनि त्यो कुसङ्गतमा कुलङ्गार भएर निस्कियो। अब बाँच्नु के फाइदा छ र? हामीले यति दुःख मेहनत कष्ट गरेर उसलाई सहर पढाउने निधो गऱ्यौँ, आखिरीमा धोका नै पायौँ हामीले पनि। त्यही त भने अघि शिविरमा पनि त्यो पल्लो गाउँको नरेले बेइज्जतै गर्यो। भोलि फेरि कुन गाउँले हाम्रो अगाडि आएर फेरि के बोल्ने हुन्? त्योभन्दा त यसो गरौँ बुढी, मैले यो औषधि ल्याएको छु, खाउँ। अब त्यो छोरो भनेर बाँचेको थियौँ, त्यो छोरोले त्यो नाक कटाइहाल्यो, अब कसका लागि बाँच्ने त? ल तपाईँले त भन्नुहुन्थ्यो नि हाम्रो पहिलेको दुःख अब छोराले परिवर्तन गर्नेछ, सुख दिनेछ छोराले भनेर। तर आज छोराले त मृत्युको मुखमा पुर्याएर छोडिदियो नि। कस्तो भाग्य फुटेको हाम्रो। त्यही त भने नालायक छोरो जन्मेछ। अब यो समाजमा बाँच्नुभन्दा त मर्नै बेस देख्यो बुढी। ल यो खाऊ, तिमी पनि खाऊ, सँगै जाउँ। अब तिमी अगाडि मऱ्यो मलाई दुःख हुने हो, मैले अगाडि मऱ्यो भने तिमीलाई दुःख हुने हो। त्योभन्दा त सँगै दुइटै एउटै चितामा जाउँ बुढी। अब के गर्दैछन् जयमलका आमा बुवाहरू? उतो नरेले त्यस्तो समाजमा नभन्नु पर्ने भनिहाल्यो। कतै मनाइमा लाग्यो कि तिनीहरूले एकछिन पुग्नु पर्यो। अब दुःख गर्दा हेर्नै पर्यो गाउँमा, के गर्ने? समस्या भयो भने हेर्नै पर्यो। देवे के गर्दैछ? पुरै तनावमा लिएर बसिराख्नु भएको छ त। हँसिलो मसिलो मान्छे के गर्नु छ? एउटा छोरो थियो, त्यसले पढेर ठुलो मान्छे बन्छ, हाम्रो इज्जत कमाउँछ, हाम्रो नाम रोशन गर्छ भनेर सोचेको थियो। त्यसले पनि पाएछ। यस्तो हो देवे,
भूमिहार गएको नेताहरू हुन्छन् नि। अब जिउनु थियो भइहाल्यो। अब छोरो जेलै गएको हो, भोलि जेल हुनुको आजभोलि सुधार केन्द्र पनि भन्छन्। सुधिरेर घरै घरै त आउने हो। जो सपनाहरू दिएका छ 1-2 दिनपछि सरेको मात्रै हो, त्यो सपना टुटेको हुँदैन। अब एक-दुई समाजमा कसैले कुरा काट्यो भन्दैमा मनैमा लिएर बसिराख्नु होइन नि लाटा। अब त कस्तो हँसिलो मान्छे तैँले नै मन त्यस्तो आइस भने बिचरा भाउजूले के गर्ला भन्दा तैँले त अब मन डरो बनाएर बस्नु पर्यो। त्यो भाउजू पनि हेरेर बिचरा। अन्त तिमीले भनेको पनि ठिकै हो, तर अब यो मन मान्दैन मनुष्य चोला। अब देखिहाल्यौ तिमीले पल्लो गाउँको नरेले हिजै बेइज्जत गरिदियो हाम्रो। अब भोलिदेखि यो गाउँ समाजमा कसरी हिँड्ने हो, कसरी यो अनुहार देखाउने हो, बेइज्जत छ। यस्तो हो दिदी, कोही समाजमा 1-2 समाजमा भतुवाहरू पनि हुन्छन् नि। अब उनले कुरा काट्यो भन्दैमा त्यही कुरा मनमा खेलाएर हुन्छ त। गाईबस्तु छ, खेतबारी छ, त्यो तिमीहरूले नगरेर कसले गर्छ भन त। अब भाइले पनि सम्हाल्नु पर्यो, आफूले पनि सम्हालिनु पर्यो। के गर्नु के गर ए शान्ति माता छिटो के भयो हेर त चेक गर त चेक गर के भयो त बुवा भाइले त 20 सेकेन्ड गर्नु भयो जस्तो छ। सुगन्ध आइरहेछ। त्यसमा चाहिँ काकी भाइ त सास गए जस्तै छ बुवा। 20 भयो जस्तो सास गए जस्तै छ, उहाँको त सासै छैन। ए तेरो उर्गा पनि लगाउनु पर्यो। उर्गा दे उर्गा दिएको भाउजू ओ भाउजू काकी उठ्नु न। राखीले मर्यो जिउँदो छ दादा त हेर तेरो एउटा सानो कोटीले आज ईद देखेर भाउजू कस्तो हालत भयो। तै जस्तो आउनु कुलङ्गार तैँले सन्तान दिनु कि धेरै कुरा तैँले काटेर हेर लाज नभएको नकतर अझ आउँछ त्यही मुख लिएर यहीँनिर। माफ गरे गल्ती मैले यहाँ भने एउटा त बिचरा मनमा लिएर के गर्नु पर्यो। यो समातेर त्यसलाई सिधा गर सिधा गरी धेरै सिधा गर सिधा होला मरेपछि सिधा नआयो भने हिस्सो तेरि साथी होइन। भाउजूलाई छोरी भाउजूलाई सिधा गर माफ गरिदिएला मोल्न जाडमेट भन्यो जाडमेट के यहाँ भाउजू मलाई मात्र मुसिन लाग्यो। गल्ती गरी काला भयो काला अवस्था थियो एउटा कुलङ्गारलाई सहरमा फोन गर्दैछ ल्याउन मिल्छ कि ल्याउन मिल्दैन। फेरि तेरो मिल्ला मेरोबाट मात्र पत्मा भन्नु सयमा ल्याउन मिल्छ कि मिल्दैन। घन्टु नबसी पर्यो। हेलो 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 हजुर नमस्कार नमस्कार ठिकै छौ। यहाँ 2 जना मरेको 2 जना के भयो अब त्यो एउटा कि खानावाला गएको तैँले आज त अब मुख देखाएको थिएन।